दर्शकबिन नमस्कार। फेरि पनि यो अर्को भिडियोमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। र अहिले म ठ्याक्कै हो धरान वार्ड नम्बर 4 मा निर्माणाधीन रहेको ढुङ्गेकाला जुन पार्कमा आइपुगेको छु र सम्भवतः यो ढुङ्गेकाला पार्कको पहिलो रिपोर्टिङ रहेको छ मेरो। र म आज यसभित्र चाहिँ के संरचनाहरू बन्दैछ र के बन्ने क्रममा रहेको छ भन्ने जानकारी गराउनको लागि मैले ठ्याक्कै धरान वार्ड नम्बर 4 को यो ढुङ्गेकाला पार्कमा आइपुगेको छु र म तपाईहरुलाई अगाडि ठ्याक्कै म देखाउन चाहन्छु यो दृश्य चाहिँ ठ्याक्कै धरान वार्ड नम्बर 4 अथवा 4 अंकित गरिएको यो एउटा संरचना निर्माण भएको छ। यो नेपाली अक्षर अनुसार यो नेपाली अङ्क 4 यसरी निर्माण गरिएको छ। यहाँ ठ्याक्कै यसको वरिपरि यसरी फलाइ चाहिँ राखिएको छ केही बस्नका लागि भनेर। अझै पनि यो निर्माणाधीन नै रहेको छ र यो भित्र चाहिँ अरु थप के कुराहरू चाहिँ निर्माण गरिएको छ म त्यसबारे पनि म जानकारी गराउन चाहन्छु। दर्शक पनि यो धरान 4 को यो म्याक्स ग्रुप भनेर लेखेको छ र यही ग्रुप मार्फत चाहिँ यो धरान 4 को जुन अहिलेको जुन यो सूचना पार्टी अथवा यो बोर्ड छ यो बोर्ड अनुसार नै यसरी बन्ने संरचना ठ्याक्कै यसरी नै बन्ने संरचना चाहिँ अहिले यो संरचना हो। भर्खर यो निर्माणाधीन रहेको छ र यो भित्र अन्य के संरचनाहरू निर्माण गरिएको छ त्यो पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। दर्शकबिन यो ढुङ्गामा खोपिएको हाम्रो राष्ट्रिय गान रहेको छ र नेपालको इतिहासमा सबैभन्दा पहिला जो चाहिँ राष्ट्रिय गानलाई शिलामा लेखिएको अथवा शिलामा खोपिएको धरान नै हो र धरान वार्ड नम्बर 4 नै हो भन्ने एउटा इतिहास पनि रचेको छ, जसमा हाम्रो राष्ट्रिय गान पूर्ण रूपमा शिलामा लेखिएको छ। यसमा यो राष्ट्रिय गानका रचनाकारको नामदेखि लिएर यहाँनिर तपाईको सौजन्य आर्टिस्ट ध्रुव कुमार राई टेम्के समीक्षा शिलालेख धरान 8 भनेर लेखेको छ र यसको हाम्रो राष्ट्रिय गानको जुन रचनाकार प्रदीप कुमार राई व्याकुल महिला यसरी लेखिएको छ। यो ऐतिहासिक रूपमा धरानमा नेपालमै सबैभन्दा पहिला यो राष्ट्रिय गानलाई शिलामा लेखिएको यो पहिलो उदाहरण हो। त्यसैगरी यहाँनिर हामी शिलामै खोपिएको ढुङ्गामै खोपिएको हाम्रो एसियाको ज्योति सिद्धार्थ गौतम बुद्धको यहाँ हामी यो स्ट्याचु हामी देख्न सक्छौं अगाडिपट्टि। त्यसैगरी यहाँ अगाडिपट्टि म तपाईहरुलाई देखाउन चाहन्छु यो चाहिँ ऐतिहासिक रूपमा हाम्रो नेपालको एकमात्र वैज्ञानिक जो चाहिँ अहिले हाल बन्द रहेको वीरगञ्ज कृषि औजार कारखानाको पुनर्निर्माणका लागि उहाँ आफ्नो जीवन कथा बेचेर चाहिँ त्यहाँबाट आएको पैसाले वीरगञ्जमा बन्द रहेको कृषि औजारको पुनर्सञ्चालनको लागि पर्नुभएको डाक्टर महावीर पुनको यहाँ हामी यो शिलामा खोपिएको तस्बिर हामी देख्न सक्छौं। त्यसैगरी यहाँलाई महावीर पुन ज्यूको सम्मानमा सौजन्यकर्ताहरूको पनि यहाँ नामावली र नामसहित यहाँ लेखिएको छ। यो ढुङ्गामा खोपिएको छ। नेपालमा सबैभन्दा पहिला वायरलेस प्रविधि अथवा यो चाहिँ कुनै तार रहित इन्टरनेटको विस्तार गर्ने हाम्रो डाक्टर महावीर पुन। त्यसैले यहाँ चाहिँ वाइफाई को एउटा लोगो सँगसँगै यहाँनिर इन्टरनेट एक्सेस गर्नका लागि यो एन्टिनाको लोगो पनि यहाँ देख्न सक्छौं। र त्यसैगरी म अर्को शिलातर्फ म जान चाहन्छु। त्यसैगरी यहाँ अगाडिपट्टि हाम्रो उज्यालो नेपालका एकदमै यो लिडर होनहार हाम्रो कुलमान घिसिङको यहाँ देख्न सक्छौं। यो ठ्याक्कै शिलामा अथवा यति ढुङ्गामा खोपिएको यो चाहिँ सुन्दर तरिकाले खोपिएको छ। यो उहाँको बल्ब जहाँ चाहिँ चिम भन्छौं हामी बल्ब बिजुलीको बल्बमा चाहिँ उहाँको तस्बिर अंकित गरिएको छ। त्यसैगरी यहाँनिर अलिक फरक तरिकाले यहाँ कुदिएको यो एउटा केही संरचना छ यो ढुङ्गामा। यसको चाहिँ एक्ज्याक्ट मलाई चाहिँ के अर्थ थाहा भएन, यो खास के भन्न खोजेको यो यसले त्यो चाहिँ अलिकति मलाई थाहा भएन। त्यसैगरी दर्शकबिन यो अगाडि पट्टिको जुन यो
रहेको छ। हाम्रो आँखाको नानीभित्र चाहिँ एउटा तस्बिर अङ्कित गरिएको छ, जो चाहिँ हाम्रो डाक्टर सन्दुक रुइतको यो प्रतिमा हो र उहाँको जुन तस्बिर हो। यसरी हाम्रो नेपालमा सबैभन्दा पहिला चाहिँ जीवित व्यक्तिहरूको प्रतिमालाई निर्माण गरिएको ऐतिहासिक ठाउँ धरान 4 को यो अलि ढुङ्गे कला पार्कमा आएको छु। यो चाहिँ हाम्रो डाक्टर सन्दुक रुइतको तस्बिर हो। त्यसै गरी म यसको पछाडिपट्टिमा देखाउन चाहन्छु। यसको पछाडिपट्टि के छ भन्दाखेरि यहाँ यस्तो लेखिएको छ। यसको पनि धेरै अर्थ रहेको छ, जहाँ चाहिँ आँखाभित्र चाहिँ आँखाकै उपचार चाहिँ गर्दै हुनुहुन्छ हाम्रो यो डाक्टर सन्दुक रुइतको। लाइट बालेर हेर्दै हुनुहुन्छ यहाँ यसरी मलाई चाहिँ लेखिएको छ। त्यसै गरी यहाँनिर अगाडिपट्टि खेलाडी, नेपालको नम्बर 1 खेलाडी सन्दीप लामिछानेको क्रिकेट खेलाडीको हामी देख्न सक्छौँ। यतापट्टि पनि छ। यहाँनिर यसरी पुरा राखिएको छ। अनि त्यसै गरी यहाँनिर एकजना हाम्रो नेपाल, यो चाहिँ मैले चिन्न सकिनँ, सम्भवतः उहाँ पनि क्रिकेट खेलाडी नै हुनुहुन्छ। दर्शक पनि म तपाईँहरूलाई के जानकारी गराउँ भने अहिले जुन यो उहाँ चाहिँ बलिङ एउटा बल पक्रिरहनु भएको छ क्रिकेटकै हो, यो को हुनुहुन्छ उहाँको कमेन्टमा बताउनु होला। मैले चाहिँ चिन्न सकिनँ। यो लेडिज हुनुहुन्छ, सम्भवतः उहाँ लेडिज जस्तो देखिनुहुन्छ। त्यसै गरी यहाँ अर्को एउटा प्रतिमा हामी देख्न सक्छौँ। उहाँ को हुनुहुन्छ मैले पनि यहाँ ठ्याक्कै ठम्याउन सकिनँ। अझै पनि यो निर्माणाधीन नै रहेको छ। यसको पूर्णता भइसकेको छैन, त्यस कारणले उहाँ को हुनुहुन्छ त्यो चाहिँ मैले चिन्न सकिनँ। र यहाँको जुन कला यो बनाउनु चाहिँ जितेन्द्र चेम्जोङ भन्ने लेखिएको छ। यो उहाँ चाहिँ को हुनुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन ठ्याक्कै एक्ज्याक्ट। दर्शक पनि यो उहाँ को हुनुहुन्छ दर्शकहरूले नै म जानकारी गराउन चाहन्छु र उहाँले नै यो चिन्ने जिम्मा चाहिँ मैले दिएँ। त्यसै गरी यहाँनिर नेपालको नम्बर 1 फुटबलरहरूको यहाँ खोपिएको छ। यो चाहिँ हाम्रो के लेखेछ पाखरीबास मुगा, हाम्रो शङ्कर बराइली के लेखेको रहेछ यहाँनिर। यो कला उहाँको यो ढुङ्गामा खोपिएको छ। यो नेपालको फुटबलरहरूको यहाँ यो चाहिँ प्रतिमा बनाइएको रहेछ यो ठाउँमा। यसको वरिपरि चाहिँ यस्तो छ। त्यसै गरी यहाँनिर शङ्ख चाहिँ निर्माण गरिएको रहेछ यहाँ। त्यसै गरी यहाँ अरू पनि थुप्रो छन्, तर यो उहाँहरू चाहिँ को हुनुहुन्छ विशिष्ट व्यक्तिहरू नै हुनसक्छ सायद, तर मैले चाहिँ चिन्न सकिनँ उहाँहरू को हो। अझै पनि निर्माणाधीन नै रहेको छ। फेरि पनि म दर्शकहरूलाई नै यो चिन्ने जिम्मा मैले दिएँ कोहरू हुन्छ। हेर्दाखेरि मैले ठ्याक्कै चिन्न सक्ने अवस्था रहेको छैन। दर्शक पनि त्यसै गरी यहाँनिर अर्को एउटा प्रतिमा हामी देख्न सक्छौँ। यो सम्भवतः लाग्छ श्रीजङ्घाको हुनसक्छ। यो जुन दुलो पारिएको छ, यो दुलो पारिएकोमा चाहिँ तीर हाल्नु बाँकी रहेको होला सायद, सम्भवतः जस्तो लाग्छ। तैपनि म एक्ज्याक्ट यही नै हो भन्न सकिनँ। दर्शक पनि तपाईँहरूले नै यो पनि चिन्ने जिम्मा दिए। त्यस्तै गरी म अर्को प्रतिमातर्फ म जान चाहन्छु। यो चाहिँ फाल्गुनन्दको यहाँ चाहिँ यो खोपिएको छ यो ढुङ्गामा। यो कला चाहिँ जितेन चेम्जोङ 24/7 धनकुटा भनेर लेखेको छ। जितेन चेम्जोङको चाहिँ कला रहेको छ। दर्शक पनि त्यसै गरी यहाँ सुवर्ण नेम्बाङको डायरी भनेर लेखेको छ अगाडिपट्टि। र यहाँनिर हाम्रो हर्क साम्पाङको पनि यहाँनिर तपाईँको बन्दै रहेछ, अझ पनि सकिएको छैन, यो बाँकी नै रहेको छ। हाम्रो मेयर साहबको यहाँनिर प्रतिमा बन्दै रहेको छ। यो पनि हाम्रो शङ्कर बराइली के कला रहेको छ हाम्रो मेयर साहबको। यो ढुङ्गामा खोपिएको, ऐतिहासिक रूपमा खोपिएको। यहाँनिर यो खानेपानीको पाइप हामी देख्न सक्छौँ। र यहाँ अगाडिपट्टि एउटा डायरी लेखेको छ। यो डायरीमा चाहिँ सुवर्ण नेम्बाङको डायरी भनेर लेखेको छ। हाम्रो सुवर्ण नेम्बाङले के लेख्नु भएको छ यो डायरीमा, त्यही डायरीको कुरा चाहिँ लेखिएको छ यहाँ। अब यसले अझै पनि सक्नको लागि बाँकी नै रहेको छ र अझै पनि यो बन्ने क्रममै रहेको छ।
त्यसै यहाँनिर यो डायरी र कलम देख्न सक्छौँ। यो अझै पनि यसमा केही सकिनको लागि अझै बाँकी नै रहेको छ। त्यस्तै गरी यहाँ यो अर्को रहेको छ। यसमा पक्कै पनि केही लेख्नको लागि बाँकी नै रहेको हुनसक्छ। उहाँ पनि को हुनुहुन्छ, यो अलिकति हेर्दाखेरि चाहिँ पक्कै पनि हाम्रो यो एकजना हाम्रो बान्तावा को जस्तो छ है। यो हाम्रो के भन्छ, हाम्रो इलामको यो सुदन किराँती को अरे फोटो सुदन किराँतीको बन्दै रहेछ। यो अझै पनि सकेको छैन। सुदन किराँती यहाँ चिन्डो किराँतीहरूको एउटा कुलपित्रामाङ गर्दाखेरि चाहिने चिन्डोको यहाँ आकृति बन्दै रहेछ। त्यस्तै गरी यहाँ यस्तो मजाले खोपिएको छ। उहाँ पनि को हुनुहुन्छ, अलिकति ठम्याउन सकिएन उहाँ को हुनुहुन्छ। चिन्ने कोही हुनुहुन्छ भने भन्नु होला दर्शक पनि, यो पनि म तपाईँहरूले नै जिम्मा दिएँ। ल यो चाहिँ हाम्रो नेपालको नम्बर 1 फुटबलर, अन्तर्राष्ट्रिय फुटबल च्याम्पियन चाहिँ किरण चेम्जोङको यहाँ रहेछ। उहाँको ढुङ्गामा खोपिएको प्रतिमा रहेछ। त्यसै गरी यतापट्टि उहाँको जुन चाहिँ किरण चेम्जोङ नेपाल थालुङ माबोहाङ चेम्जोङ उत्थान सङ्घ नेपाल भन्ने लेखेको छ। उहाँको यहाँ प्रतिमा रहेछ। ल दर्शक पनि यो फेरि अर्को एकजना महिलाको छ। यो पनि को हुनुहुन्छ, यो सम्भवतः ऊ जस्तो छ होइन, हाम्रो त्यो एउटा के भन्छ, हाम्रो एउटा गोलकिपर क्या एन्जेला हो जस्तो देखिन्छ। तर को हो यो पनि दर्शकहरूले चिन्ने जिम्मा मैले छोडेको छु। दर्शक अहिले धरान 4को यो दृश्य मैले देखाइरहेको छु। ढुङ्गेकला पार्क भित्रको जुन मैले दृश्यहरू अहिलेसम्म मैले देखाएँ र पक्कै पनि धरान वार्ड नम्बर 4 जहाँ कि राजनीतिक दलबाट प्रतिनिधित्व गरिरहनु भएको छ धरान 4 का वार्ड अध्यक्ष र उहाँ नियमित श्रमदाता पनि हुनुहुन्छ र उहाँको ठाउँमा यसरी ढुङ्गेकला पार्कको निर्माण विशिष्ट व्यक्तिहरू जसै नेपालमा बहुचर्चित छन् उहाँहरूको जीवित व्यक्तिहरूकै यहाँ प्रतिमाहरू निर्माण भइरहेको छ र पक्कै पनि देश विकास गर्नका लागि इच्छाशक्ति नै ठुलो कुरो रहेछ भन्ने कुरा हामीले जानकारी गराउन चाहन्छु र फेरि पनि म अर्को भिडियोमा भेट्ने बात सहित आजको यस भिडियोबाट म पनि बिदा लिन चाहन्छु। नमस्कार।